So hi everyone, Zurle and Namaste. Welcome back to my YouTube channel. It's me Rupa once again. स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो अर्को नयाँ ब्लगमा। म चाहिँ यति बेलामा रातिको हैन बेलुकाको साँझको इभिनिङको 6 बजेबाट भिडियो स्टार्ट गर्दैछु। अनि म चाहिँ भर्खर कामबाट आएर अनि हिजो चाहिँ हामी बाहिर जाने कि भन्ने यसो प्लान भइरहेको थियो। कता जान्दा म अनि जाने कि नजाने कन्फ्युज भइरहेको थियो। अनि त्यसपछि घरमा आउने बित्तिकै साथीले के भन्नु ल जाऊँ न त, फेरि म चाहिँ जाँदिनँ होला भन्दै थिएँ। जाम कि नजाम भएर मन टक्क रेडी भइहालेँ। अब जानै त पर्यो नि होइन र। अनि आधा घन्टामा टक्क रेडी भएको घरबाट आएर अनि साथी चाहिँ आधा उता आइसक्यो होला। अनि म चाहिँ अब यहाँबाट जानु लागेको। अनि मैले चाहिँ बाहिरबाट भ्लग स्टार्ट गरेँ भने मलाई यस्तै हुन्छ, अक्क के बोलौँ हुन्छ। अब उतै पुगेपछि भेटौँला। अनि त्यत्तिकै यसै अस्ति नै भनेको थिएँ मैले, घरमा बस्यो भने बोरिङ हुन्छ भनेर, बरु 10 घन्टा काम हान्ने, बरु बाहिर हिँडिदिने भनेर चाहिँ मेरो हिँडेको ल साथीहरू। अब उतै साथीलाई भेटेर कुरा गरौँ ल। ओटिटी चेक के हो चाबी चाहिँ यस्तै अनुहार लिएर अनि म आज काममा नि गएँ। काममा पनि यत्तिकै ठुलो अनुहार देखाएर काममा हिँडेँ। माई गड, ल हेर्नु यसलाई कति फुटाउनु मन लागेछ मलाई, तर मैले फुटाउनै सकेको छैन। निस्केर रेडी भएर बसिसक्यो। मान्छे कहाँ हो थाहा छैन, फोन नै गर्दैन, म्यासेज नै गर्दैन। तपाईँलाई पर्खिनु है, फेरि जबरजस्ती मलाई उठाएर लिएर हिँडेर। वाइट लुगा छ मेरो प्रायः होइन, सर्टै सर्ट दिनै एउटै हुन्छ कलर चाहिँ। A few moments later. मलाई जबरजस्ती उठाएर लिएर अनि मान्छे हेरौँ है, हाम्रो अब कलर हेरौँ होइन। अरू त्यस्तो भयो भने सेम कलर, टी सर्ट सेम, प्यान्ट सेम, धन्न सुजहरूको परिचर मात्रै हो। कसम हामीले त्यो गरेको चाहिँ होइन है। स्वागत छ तपाईँलाई मेरो भ्लगमा। हाई भन्नु न, से हाई। क्या एउटै भइदिएर कि हामी त चुवाप भइरहेको, दुईजनाको ड्रेस एउटै सेतो भएर। अनि आज जारामा सपिङ गर्न ल्याएर आइर्दैछ मान्छेले। ल सपिङ गराइदिनु ल। ए पैसा गाँठवाला मान्छेले। No, God, please, no, no! ल अझै छैन, अझै फेरि गाँठवाला भनेर भन्नु अरे। गाँठवाला अरे अझै। एचएनएम जारा हप्तामा दुईचोटि म जारा आइपुग्छु। जारामा सपिङ गर्ने मान्छेले चाहिँ के किने होइन भन्दैछ। थियो आसु र मेरो डे आउट भन्दा नि इभिनिङ आउट। अनि हामी चाहिँ आफ्नो काम सकाएर अनि 6 बजे पछाडि यसो घुम्न निस्किने भनेको। बाहिर घुम्न निस्किनु यसो बुझिहेरेको राति परिसकेको थियो। त्योभन्दा बरु यसो होइन सपिङ मल जाम, यसो केही हेरौँ भनेर अनि टक्क हामी गएँ। अनि मुख चुच्चो पार्दै फोटो र भिडियो खिच्न त हामी छोड्दैनौँ। अनि सपिङ चाहिँ गरेको खिच्नै पाएन, किनभने आँसुले होइन उसले आफूले खोजेको पुरा लुगा भेटायो। त्यो लुगा भेटाएपछि त्यो एक्साइटेडमा घरि लुगा हेर्ने, चेन्ज गर्ने, यताउता गर्दै हामीले सपिङ गरेको योभन्दा लामो भिडियो त खिच्नै बिर्सेछ। अनि आफूले टिकटकमा हाल्नलाई एउटा हाल्नलाई भिडियो चाहिँ खिच्यौँ। अनि मेरो भ्लगको भिडियो त खिच्नै बिर्सेछ क्या साथीहरू। त्यही भएर मैले चाहिँ फोटोसोटो यताउता त्यही भिडियो काटकुट पारेर 4-5 मिनटको भिडियो बनाएको छु। प्लिज हेरेर साथ दिनु होला। थ्याङ्क यू।